के तपाईलाई थाहा छ, संसारमा यस्ता कम्पनीहरू पनि छन् जसको न कुनै अफिस छ, न कुनै कर्मचारी, न त कुनै उत्पादन नै। तैपनि ती कम्पनीहरूबाट अर्बौंको कारोबार हुन्छ। आउनुहोस्, आजको भिडियोमा हामी कुरा गर्नेछौँ सेल कम्पनीको बारेमा। नमस्ते, म सुरेश। साधारण भाषामा भन्दा सेल कम्पनी भनेको एउटा कागजी कम्पनी मात्रै हो। जसरी एउटा शङ्ख बाहिरबाट देखिन्छ तर भित्र खाली हुन्छ, त्यसरी नै यी कम्पनीहरू दर्ता त भएका हुन्छन् तर यिनको कुनै वास्तविक व्यापार भने हुँदैन। तपाईँ सोच्दै हुनुहुन्छ होला, काम नै नगर्ने कम्पनी किन खोल्ने त? यसका दुईटा पाटा छन्, वैध र अवैध। वैध पक्ष वा लिगल युजेसबाट हेर्दाखेरि यस्तो कम्पनी दर्ता गर्नुको मुख्य कारण नयाँ बिजनेस सुरु गर्नुभन्दा अघि फन्ड जम्मा गर्न वा आफ्नो ब्रान्ड वा सफ्टवेयरको कपिराइट सुरक्षित राख्न हुन सक्छ। अवैध प्रयोग इलिगल युजेसको पक्षबाट हेर्दाखेरि धेरै जसो अवस्थामा यसको प्रयोग कालो धन लुकाउन गरिन्छ। अवैध पैसालाई धेरैवटा सेल कम्पनीमा घुमाएर सेतो बनाउने, नेपाल जस्तो देशमा कमाएको नाफालाई ट्याक्स हेभनमा रहेका सेल कम्पनीमा देखाएर कर छल्ने। मानौ कसैले भ्रष्टाचार गरेर 1 करोड कमायो, उसले सिधै बैंक खातामा राख्दा समातिने डर हुन्छ। अब उसले एउटा XYZ कन्सल्टेन्सी नामको सेल कम्पनी खोल्दछ र देखाउँछ कि उसले सेवा दिए बापत त्यो पैसा पाएको हो। वास्तवमा त्यो कम्पनीले कुनै कारोबार गरेकै हुँदैन। नेपालमा पनि मनी लन्ड्रिङ प्रिभेन्सनको लागि सरकारले यस्ता गतिविधिमा कडा निगरानी राख्ने गरेको छ। एउटा सचेत नागरिक र लगानीकर्ताको रूपमा हामीले यस्ता वित्तीय कुराहरू बुझ्नु जरुरी हुन्छ। तपाईलाई यो जानकारी कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियोलाई लाइक र सेयर गरिदिनुहोला। यस्तै जानकारीका लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।